नेपाल र वेस्ट इन्डिज सिरिज अन्तर्गत हिजो भएको थियो तेस्रो यानी अन्तिम टी20 म्याच र यो म्याचमा नेपालले भारत जस्तै एउटा रेकर्ड बनाएको छ, मतलब 10 विकेटको हारवाला रेकर्ड। टस हारेर पहिलो ब्याटिङ पाएको नेपाल भने 19.5 ओभरमा अल आउट भएर 122 रन बनायो र 123 रनको लक्ष्य पछाउने क्रममा वेस्ट इन्डिज टिमलाई भने पुरै 20 ओभर पनि खेल्नु परेन, यानी 12.2 ओभरमा नै यो टार्गेटलाई चेज गरिदियो र 1 विकेट पनि गुमाएन, यानी यो वेस्ट इन्डिजले यो म्याचलाई भने 10 विकेटले जित्यो। अब म्याचको कुरा गर्ने हो भने नेपालको प्लेइङ 11 मा भने व्यापक चेन्ज भएको थियो। अब दोस्रो टी20 म्याचमा विस्फोटक ब्याटिङ गरेका आसिफ शेख भने हिजोको म्याचमा उपलब्ध थिएनन्। पहिलो ब्याटिङ गरेको नेपालबाट ओपनिङ गर्न आएका थिए नेपालका दुईटा कुशल, यानी कुशल भुटेल र कुशल मल्ल, र दुवैले एकदम राम्रो तरिकाको नै ओपनिङ गरेका थिए, किनभने अब नेपालले आफ्नो पहिलो विकेट गुमाएको थियो 41 रनमा एज अ कुशल मल्ल, र कुशल मल्ल भनेको चाहिँ 21 बल खेलेर 12 रनमा आउट भयो। कुशल मल्ल आउट भएपछि कुशल भुटेल र कप्तान रोहित कुमार पौडेलले यो इनिङलाई सम्हाल्न कोसिस गरे। अब रोहित कुमार पौडेलले फेरि एकचोटि राम्रो स्टार्ट पाइसकेका थिए, तर आफ्नो त्यो स्टार्टलाई भने एउटा राम्रो इनिङमा परिणत गर्न सकेन, मतलब रोहित कुमार पौडेल भने 19 बल खेलेर 17 रनमा आउट भयो। अब नेपालले म्याच हारे पनि हिजोको म्याचमा कुशल भुटेलले जुन तरिकाको एउटा 6 प्रहार गरे त्यो 6 हेरेर धेरै आइएमसीको धेरै नेपाली क्रिकेट प्रशंसकको मन प्रसन्न भएको होला, र आइएमसीको धेरैजनाले महेन्द्र सिंह धोनीको त्यो आइपीएलमा हानेको त्यो 6 याद आएको होला। अब महेन्द्र सिंह धोनीले भने चाहिँ त्यो ग्राउन्डभन्दा बाहिर नै पुऱ्याएका थिए, अनि एकदम रोडमै खसेको थियो बल भने यो कुशल भुटेलले पनि अलमोस्ट ग्राउन्डभन्दा बाहिर नै पुगाइसकेका थिए। अब सिरिजभरि ब्याटिङबाट फ्लप भएका नेपालका स्टार ओपनर ब्याट्सम्यान कुशल भुटेल भने अन्तिम म्याचमा भने ठिकठाक ब्याटिङ गरे। अब हिजोको म्याचमा उनले 29 बल खेलेर 39 रन बनाए, उनको स्ट्राइक रेट भनेको चाहिँ 134 को थियो। अब कुशल भुटेल र कप्तान रोहित कुमार पौडेल आउट भएपछि नेपालको पारी भनेको चाहिँ लडखडायो, किनभने अब नेपालको विकेट भनेको चाहिँ लगातार तरिकाले झर्दै गयो। अब 15 ओभरमा नेपालको 5 विकेट झरिसकेको थियो, यानी आधी टिम भनेको चाहिँ पवेलियन फर्किसकेको थियो र स्कोर बोर्डमा भनेको चाहिँ 91 रन मात्रै बनेको थियो। अब गुलसन झाले 10 रन बनाए। त्यस्तै गरेर चाहिँ सेकेन्ड टी20 म्याचमा विध्वंस मचाएका सन्दीप जोराले भने 14 रन मात्रै बनाए हिजोको म्याचमा। अब सन्दीप जोरा यानी गुलसन झा र सन्दीप जोरा पछि अरू कुनै पनि ब्याट्सम्यान भने डबल डिजिटमा स्कोर गर्न सकेनन्। अब सेकेन्ड म्याचमा ब्याटिङ गर्न नपाएका टाइगर दिपेन्द्र सिंह एरी भने हिजोको म्याचमा पनि उपलब्ध थिएनन्। अब 7 नम्बरमा ब्याटिङ गर्न आएका नेपालका विस्फोटक ब्याट्सम्यान मोहम्मद आदिल आलम भने हिजोको म्याचमा अनलकी भयो, किनभने उनी 5 बल खेलेर 3 रनमा रन आउट भयो। अब यहाँ धेरै क्रिकेट प्रशंसक वेटमा थिए कि अब मोहम्मद आदिल आलम भने चौका र छक्काको बर्सात गर्छन्, तर उनी हिजोको म्याचमा रन आउट भयो, यानी अनलकी नै भयो। अब हिजोको म्याचमा नेपालका मेन ब्याट्सम्यानहरू एभाइलेबल थिएन, त्यसले गर्दाखेरि नेपालले जसरी तसरी गरेर 122 रन बनायो। अब जहाँसम्म मलाई लाग्छ हिजोको म्याचमा नेपालको यस्तो थिङ्किङ थियो कि अब बचेको ब्याट्सम्यान यानी जो प्लेयर यो सिरिजभरि खेल्न पाएका छैनन् उनीहरूलाई चाहिँ यो लास्ट म्याचमा भने मौका दिने। अब आरिफ शेख त्यसै गरी साहब आलम भने चाहिँ यो सिरिजभरि खेल्ने मौका पाएका थिएन भने हिजोको म्याचमा उनीहरू चाहिँ खेले। अब सन्दीप लामिछानेको बारेमा मलाई थाहा छैन किन तिनटै म्याचमा खेलेनन्। अब सन्दीप लामिछाने र क्यानको बिचमा के चलिरहेको छ त्यो त मलाई थाहा छैन। अब सन्दीप लामिछाने भनेको चाहिँ अब नेपालका स्टार स्पिन बलर छन् भने अब तीनटा म्याचमा किन खेलेनन् त्यसको बारेमा मलाई केही आइडिया छैन। अब 123 टार्गेट भनेको चाहिँ एकदमै स्मल टार्गेट थियो त्यो पिचमा, र वेस्ट इन्डिजले भने 12.2 ओभरमा नै यो टार्गेटलाई चेज गरिदियो र 1 विकेट पनि गुमाएन। अब वेस्ट इन्डिजबाट ओपनिङ गर्न आएका थिए आमिर ज्याङ्गो र त्यसै गरी चाहिँ दोस्रो ओपनर थिए अकिम अगस्ते। अब आमिरले भने 45 बल खेलेर 74 रनको 68 पारी खेले भने त्यसै गरी अकिमले भने चाहिँ 29 बल खेलेर 41 रनको विस्फोटक पारी खेले। अब दुवैजनाको स्ट्राइक रेट भनेको आमिरको स्ट्राइक रेट थियो कि 164, त्यसै गरी चाहिँ अकिमको 141। अब वेस्ट इन्डिजले यो टी20 म्याच 10 विकेटले जित्यो भने अब अर्को साइडमा नेपालले भने यो म्याच 10 विकेटले हार्यो। अब यो 10 विकेटको हार भन्ने बित्तिकै आइएमसीको धेरै क्रिकेट प्रशंसकको भनेको चाहिँ त्यो इन्डियाको 10 विकेटको हारको स्मरण गराउँछ। अब जुन यो इन्डियाले 10 विकेटले हारेको थियो नि पाकिस्तान र के भन्छ इङ्ल्यान्डसँग, त्यो चाहिँ धेरैजनाको दिमागमा त्यो स्मरण आएको होला। अब जस नेपालले हिजोको म्याचले एज अ क्याजुअल रूपमा लिएको थियो, अब सिरिज त जिति नै सकेको थियो भने अब यहाँ क्लिन स्विप गर्ने मौका पनि थियो नेपाललाई, तर अब नेपालले भने चाहिँ यो अब बाँकी प्लेयरलाई चाहिँ खेलाउनु पर्यो भनेर चाहिँ त्यो सोच बनाएको, त्यसले गर्दाखेरि चाहिँ नेपालका मेन प्लेयरहरू चाहिँ हिजोको म्याचमा एभाइलेबल थिएन, नत्र भने आइएम स्योर कि हिजोको म्याच पनि नेपालले जित्थ्यो र नेपालले यो सिरिजलाई क्लिन स्विप नै गर्थ्यो। अब यो सिरिज सकिसकेको छ र नेपालको लागि भने यो ऐतिहासिक सिरिज बन्यो, किनभने नेपालले भने पहिलोचोटि कुनै पनि टेस्ट नेसन प्लेइङ यानी आइसिसीको फुल मेम्बरलाई एउटा सिरिजमा हरायो। अब यहाँ धेरैजना भन्नुहुन्छ कि यार वेस्ट इन्डिजको त प्लेयर भनेको चाहिँ एबिसी क्याटेगोरीको थियो, वा ठिकै छ अब एबिसी क्याटेगोरीको होस्, अब किनभने अब वेस्ट इन्डिजका मेन प्लेयर भने अहिले इन्डियासँग जुन टेस्ट म्याच सुरु हुन्छ त्यसको लागि त्यहाँ उपलब्ध छन् भने अब यो टी20 सिरिजको लागि चाहिँ छैनन्। अब जे होस् अब नभए पनि के भन्छ आइसिसीको फुल मेम्बर त हो नि, त्यो के भन्छ अब आइसिसीको फुल मेम्बरको ट्याग लागेपछि चाहिँ नेपालले चाहिँ एसोसिएट नेसन एज अ एसोसिएट नेसन भने चाहिँ आइसिसीको फुल मेम्बर टेस्ट प्लेइङ नेसन ओडिआई प्लेयर त्यसै गरी चाहिँ टी20 सबैको च्याम्पियन छ भने अब उनीहरूलाई चाहिँ के भन्छ नेपालले हरायो भने चाहिँ त्यो एज अ हिस्टोरिक विन नै मानिन्छ। अब यहाँ धेरै नेपाली क्रिकेट प्रशंसक मक्क परेको होला कि एज अ एसोसिएट नेसन नेपालले भने चाहिँ आइसिसीको फुल मेम्बर वेस्ट इन्डिजलाई हरायो। अब सबैजनालाई भन्न चाहन्छु कि होल्ड अन अहिले यो सुरुवात मात्रै हो, अब आउने बाटो भनेको चाहिँ धेरै लामो छ, त्यसले गर्दाखेरि चाहिँ यो त सानोतिनो जित मात्रै हो, त्यो अनुसारले अगाडि बढौँ।